यसरी नर्ग जस्तो घरमा फसे भुन्टीको नन्द भूमिका हो। दशकमा यता विवाह भइसकेको भोलि बिहानैपल्ट भूमिका अलिकति ढिलो र बिहान बेलैमै उठेर यति बेरसम्म सुतिरहेको अवस्थामा देखेपछि उसको बुढा भने एकदमै रिसाएर कराएको हुन्छ। तिमी यो घरको छोरी होइन, बुहारी हो, समयमै उठ्नु पर्दैन। अब तिमी एउटा जुरुक उठेर मुखसुख धोएर यहाँबाट गएर मेरो आमा बुवा र दिदीसँग खुट्टा समातेर माफी माग्नुपर्छ, अनि घरको सबै काम गरेर बस्नुपर्छ भनेर आफ्नै श्रीमानले माफी माग भनेर कराएको छ। आफ्नो श्रीमानको विवाह हुनुभन्दा अगाडि र बिहे भइसकेपछि आफूमाथि गरेको व्यवहार हेरेर भूमिकाको भने सपना चकनाचुर भएको छ। बिहे गरेपछि सुख पाउँछु भनेर सोचेका थिए, तर अब भुन्टीभन्दा बढी दुःख पाउनेछन्। हो। दशकमा यता भुन्टीको नन्द भूमिकाको भने विवाह भइसकेको छ, तर उसको आमाजु यानि कि भूमिकाको श्रीमानको दिदी भने एकदमै कडा स्वभाव र पैसाको लोभी छन् र भूमिकाले त्यति मन पराउँदैनन्। त्यही भएर अब भूमिकाको दिनहरू भने त्यति सजिलो हुनेवाला छैन। अब भूमिकाले घरमा नगरेको कामहरू सबै गर्नुपर्ने हुन्छ। घाँस दाउरा गर्ने, मेलापात जाने, गाई भैँसीको गोबर सोर्ने कामहरू नचाही गर्नुपर्ने हुन्छ र यो सबै कामहरू भने उसकै आमाजुले लगाउनेछन्। बिचारी भुन्टीमाथि गरेको अत्याचार र हेपाई भने बल्ल अब भूमिकाले खाने र बुझ्नेछन्। यता आमा चाहिँ भने मेरो छोरी सुखले अस्ट्रेलिया गएर बसेका छन् भन्ने सोचिरहेका छन्, तर छोरी भने अस्ट्रेलिया होइन, गाउँको घरमा घाँस दाउरा र गाईको गु सोरेर बसिरहेका छिन् भन्ने कुरा अब छिटै नै थाहा पाउनेछन्। यता भूमिकाको आमाले जे जति बिचारी भुन्टीलाई टचर र नानाभाती उसको बुवा आमालाई हेपेर बोलेको थियो, सेम त्यही कुराहरू अब भूमिकामाथि गर्नेछ उसको आमाजुले अब आउने भुन्टीको नयाँ भागमा। र दशकमा तपाईँहरू कतिजना भुन्टी सिरियल मनैदेखि मन पराउनुहुन्छ र हप्ते पछि नछुटाइ हेर्नुहुन्छ र भुन्टी जस्तै भूमिकाले पनि त्यो भन्दा बढी दुःख पाएको हेर्न चाहनुहुन्छ भने भिडियोलाई एक्लैकै च्यानललाई सब्स्क्राइब गरी जनाउनु होला। दर्शकबिन, जब यता भुन्टी आफ्नो श्रीमान भूपेन्द्रको जिन्दगीबाट र घरबाट निस्केर गएपछि यता बिचारी भुन्टीको भने जाने बाटो कहीँ पनि भएन। यता गाउँ जाउँ भने गाउँले बुढा छोडेर आयो भनेर कुरा काटेर बस्न दिँदैनन्। दाइकोमा जाउँ भने दाइ आफै दुःख गरेर खाइरहेका छन्। झन् म गयो भने बोझ मात्र हुन्छु भनेर सोच्दै हिँडिरहेको बेला भने अचानक भुन्टीलाई चक्कर आउँछ र बेहोस भएर भुइँमा खस्ने बेलामा भने ठ्याक्कै त्यही भुन्टीलाई मन पराउने केटा मास्टर आएर भुन्टीलाई झ्याप्पै समाउँछ। अब के हुन्छ होला? यता आफ्नै बहिनी घरमा बेहोस भएर लडेको छ भन्ने कुरा थाहा पाउँदै आफूले मन पराउने केटी भुन्टीलाई त्यस्तो अवस्थामा छोडेर जान्छ होला त? उता आफ्नै बहिनी बेहोस भने यता आफूले मन पराउने केटी भुन्टी अब के गर्छ होला त? यो मास्टरले के भयो? तपाईहरु पनि भुन्टी सिरियल मनैदेखि मन पराउनुहुन्छ र हप्ते पछि नछुटाइ पनि हेर्नुहुन्छ र भुन्टी र भूपेन्द्रको बिछोड नहोस् भन्ने पनि चाहनुहुन्छ भने भिडियोलाई एक लाइक गरी च्यानललाई सब्स्क्राइब गरी जनाउनु होला।